दर्शकवृन्दहरू सबैलाई नमस्कार। तपाईले यो देखिरहनु भएको चरियामिलो यो ठुलो चरियामिलो हो। तपाईकोतिर के नामले चिन्नुहुन्छ? यो चाहिँ हाम्रोतिर चाहिँ चरियामिलो भनेर चिनिन्छ यसलाई। तपाईले यो घर वरपर त देखिन्छ, केमा युज गर्ने होला भन्नुहुन्छ भने त्यसको जिज्ञासा म मेटाइदिने छु। तपाईको चाहिँ यो मलवारमा जति पनि फिस्टुला आको हुन्छ मासु पलाउने, त्यसको उपचारको लागि चाहिँ एकदम अचुक भन्दा अचुक एकदम रामायण हुने दबाई हो है त। यो चाहिँ जसको चाहिँ नि मलवारमा मासु पलाएको छ, फिस्टुला भनिन्छ, उहाँहरूले चाहिँ यो बिहान बेलुकै एकदम सेवन गरेर खानु होला। त्यतिकै पनि खान सक्नुहुन्छ। यसको चाहिँ रस बनाएर पनि खान सक्नुहुन्छ र त्यतिकै पनि पखालेर यसको पात जरा हाँगा सबै खान मिल्ने गर्दछ। 1 महिना चाहिँ खानुपर्ने छ यसको। तपाईको जति पनि मलवारमा मासु पलाएको छ त्यो चाहिँ चट्टै हुन्छ। यो चाहिँ हाँगाहरू सम्पूर्ण सबै खानलाई मिल्छ। यो चाहिँ यसले केही गर्छ कि भन्ने त्यस्तो डर केही मान्नु पर्दैन, केही असर गर्दैन यसले चाहिँ। यो फिस्टुलाको समस्या जसलाई छ उहाँहरूले चाहिँ यो एकदम अचुक दबाई हो। उहाँहरूले चाहिँ खानलाई सक्नुहुन्छ, केही डर मान्नुलाई पर्दैन। यसले चाहिँ धेरै राम्रो काम गर्छ है त। र यो चाहिँ खानु होला, 1 महिना चाहिँ खानु होला। बिहान बेलुका गरेर 1-1 गिलास जुस बनाएर नि खान सक्नुहुन्छ। र जसले यो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरूको लागि एकदम उत्तम दबाई छ यो, सेवन गर्नु होला। र हाम्रो च्यानललाई चाहिँ 1 सब्स्क्राइब, 1 लाइक र कमेन्ट गर्नु होला, किनकि यो तपाईहरुकै लागि म यस्तै भिडियो, यस्तै जानकारीहरू लिएर उपस्थित हुने नै छु। अहिलेको लागि बिदा हुन्छु। हस्त नमस्ते। यसबाट चाहिँ नि शुभ लाभ लिनु होला हजुरहरूले भन्न चाहे है त। 1 सब्स्क्राइब, 1 लाइक अवश्य पनि गर्नु होला।